गाइज गुड मर्निङ। तपाईहरु कस्तो हुनुहुन्छ? म आशा गर्दछु तपाईहरु सन्चै हुनुहुन्छ होला। र फाइनल्ली हामी 3 बजे हिँडेर 6:40 मा पुग्न लाग्छौं मनोकामना। र म तपाईहरुलाई देखाउन चाहन्छु लगभग 3-3.5 घण्टा लाग्यो हामीलाई आउनलाई। अनि यहाँको फोटो कस्तो छ म तपाईहरुलाई हेराउँदै छु। ल हेर्नुस्, सिडी सर्टकट रास्ता हो गाडीबाट छोडेर हामी अब एकदमै लास्टै थकाइ लागिसकेको छ। हेर्नुस् अब गइरहेछौं। गाइस तपाईहरु आउनुहुन्छ भने पैदल नआइदिनु होला। पैदल आएपछि लास्टै गाह्रो रहेछ। हेर्नुस् दैलै मन्दिर जाने सिडी हो। साथीहरु बोल्न जाँगर लागेको छैन कि यति सिडी छ। थकेर हेर्नुस् रोकिहाल्नु भएको छ दाइहरुले। म अझै हिँड्छु। ल गाइज हामी पुग्न लाग्छौं। अब धेरै समय लाग्दैन। त्यही हो सिडीमा हेर्दैछु तपाईहरुलाई। फाइनल्ली गेटमा पुगिसकेका छौं। अब कति समय लाग्छ त्यो हेर्दै जाऊँ। अब अगाडि बढ्दैछन् त्यो सबै पार गरेर हामी आएको। अब हेर्नुस् यहाँ तपाई नास्ता पानी गर्न सक्नुहुन्छ। हेर्नुस् हरेक प्रकारको यहाँ खानाहरू सबै छन्। हेर्नुस् साथीहरु अब यहाँ बलि पूजा पनि हुन्छ भन्ने भनाइ छ। अब के कसो छ म तपाईलाई हेराउँछु। हेर्नुस् भैरवहरू पनि उडाइन्छ। यतिको भिड छ। हेर्नुस् पिपल बहुत ठुलो छ। हेर्नुस् र म तपाईलाई हेराउँछु। पहिला पूजा पाठ गरौँ। र साथीहरु फाइनल्ली मन्दिरमा पुगिसके। भान्जीहरुलाई और भान्जालाई कुरेर चाहिँ म कुर्दै तिनीहरु ढिलो आए। पूजा सामग्री लिइसकेको छु। भान्जा पनि आइसकेको छ, भतिजा पनि आइसकेको छ। यहाँ करिना भान्जी पनि आइसकेको छ। अनि हाम्रो सम्पूर्ण चाहिँ सेराहरू आइसक्नु भएको छ। बहिनी पनि आइसकेको छ। अब हामी लाइनमा उभिछौँ। लाइन अब मन्दिर बन्द भइसक्ने बेला भइसकेको थियो। तिनीहरू कुरिरहेछौँ। अब हेरौँ पुग्छौँ कि त्यतिकै गएर पूजा गर्छौँ। किन ढिलो भइरहेछ। हामीले धेरै 4 घण्टा समथिङ 4 घण्टा लाग्यो हामीलाई आउनु जानुलाई। 3:30 बजे चाहिँ हिँडेको मान्छे 6-7 बजे लगभग पुगेको थियौँ हामी। र तपाईहरु आउनुहुन्छ भने कृपया गाडीमा आउनु होला। पैदल आउनुहुन्छ भने धेरै समय लाग्छ। त्यही हो। र यहाँ हेर्नुस् पसलहरू प्रशस्त मात्रामा छन्। साथीहरु बिहान यहाँ 7-8 बजे बन्द हुन्छ। 8 बजे 8:30 बजे चालू हुन्छ पूजा गर्न बलिको। अनि यहाँ पूजा भइरहेछ अहिले बलिको गर्नलाई। हामीले ढिलो गरेको हेर्नुस् परेवाहरू अनि चाहिँ सबै बाँदरहरू पनि छन्। अहिले म हेराउँछु। अनि पछाडिको भ्यू पनि तपाईहरुले हेराउँछु। म तपाईलाई हेराउन चाहन्छु यहाँ चौतर्फी मन्दिरको कति राम्रो छ। तपाईहरु पनि आउनुस्। यहाँ देवी देवताको हो। हेर्नुस् कति राम्रो डिजाइनमा कति राम्रो पूजा गर्ने छ। यहाँको भ्यू हेर्नुस् कति दामी छ साथीहरु। तपाई आउनु हेर्नुस् साथीहरु कति राम्रो यहाँ भ्यू छ। अनि मन्दिरको पूरा रूप देखाउँछु।
केबल हेर्न गइरहेछ पूजा त गरिहालौँ मोबाइल अलाउड थिएन त्यही भएर चाहिँ भ्याउन सकेनौँ त्यसको लागि सरी तपाईँ अलाउड गर्न भयो अब अर्जुनले पुग्दैछ आएपछि बल्ल जाने हो सबैलाई लिएर यी सबै आइसकेका छन् अब हामी गइरहेछौँ केबल कार हेर्न केबल कार हेरेपछि तपाईँले देखाउनेछौँ साथीहरू मैले तपाईँहरूलाई केबल कार देखाउन आएको हेर्नुहोस् माथि सर गयो अर्को अहिले आउँदैछ होला साथीहरू आउँदैछ एउटा हेर्नुहोस् अर्को जाँदैछ अर्को नि आउँदैछ साथीहरू हेर्नुहोस् गाइज अब हामी मनोकामना देवीको पूजा गरेर गइरहेछौँ सम्पूर्ण टिमहरू र किनभने अहिले हामी पुगेर खाना पनि पकाउने हो खाने पनि हो त्यही भएर अब गइरहेछौँ ठीक छ गाइज ये जो टीम आ रही है ये टीम मेरी है तो इस टीम की तरफ से मैं आप लोग को कुछ मतलब बाय बाय करना चाहता हूँ तो गाइज ये है मेरी टीम और इनकी तरफ से मैं कुछ करना चाहता हूँ कुछ कहना चाहता हूँ बाय बाय गाइज।